जोड्ने हो कि त्यो पुल बनाएर यो पुल बनाउँछ अनि यो पुलसँग जोड्ने हो कि आगे दुईतिर बनाउने अनि जोडिदिने कि पर्स्याङको पुल त तपाईँको अझै लाग्छ 10 वर्ष अहिले त होइन त्यो बनाउन लाग्यो नि म स्कुल पढ्ने बेलाबाट बनाउन लाग्यो मैले स्कुल छोडेकै भयो 6 वर्ष स्कुल छोडेकै भयो त नि त्यो त बन्दैन कि अहिले बनाउन पनि त्यही हो के अरे तर के हो त नि उड्छ कि त्यहाँ त यस्तो अनि खस्छ बिचरा मार्ने गरेर भन्नु है फोन गरेर बाटो चिने चलाउनु न त चलाउनु छ होला बाटो कति धेरै छ यहाँको अनि यहाँबाट नि मिल्छ यो धम्पु जाने बाटो हो नि यताबाट छिटो पुग्छ अलिकति योबाट त जान्न कि अब बस त उता गएर लास्टै बिग्रेछ बाटो बस चाहिँ उता तपाईँको के भन्छ त्यसलाई त्यो अर्को बाटो के त्यो उता त्यो यहाँबाट गाडीसम्म जान्छ कि अरे मैले बस गएको त्यही छैन खै यतिको त बनाएकै हो
गरेको नि तपाईँले दिनुभएको 3 बजे फोन हानेर बोलाउनु भएको थियो अनि सर्भिसिङ गरेर अनि फेरि म गायब भएको यो पुल नि एकचोटि भाइरल भएको थियो नि याद छ तपाईँलाई टिकटकमा डेन्जर भाइरल भएको थियो नि यो पुल यो बाँसको पुल डेन्जर भाइरल भएको नि यो पुल एकचोटि दाजुभाइ मिलेर हो क्या दिदीभाइ अनि तपाईँले नि हाम्रो पोखरा यस्तो के भनिदिनु पर्छ नि कारे के हो त्यो नि कलकत्ता भाइ गरेर बसिरहेको भाइ गरेर बस भन्नु नि कलकत्तामा पहिला बसेको घर 1-2 महिना बसेर आइज हामी छिटो पुग्छौँ के अरे बल्ल पाउने भयो यहाँबाट 5 मिनटको बाटो बाँकी छ भात खाएको हो कि सिधै चिया त खाने हो भात खाएपछि झन् चिया खानुपर्छ अरे क्या आफै यस्तो हुन्छ क्या यस्तो माथि जाने पर्छ र पर्दैन होला यहाँबाट 10 मिनटमा त माथि नै पुग्छ के अरे यहाँबाट 10 मिनटमा त माथि नै पुग्छ कि बस्नु है त म सुत्तारा लान्छु 7 किलोमिटर लागि 7 किलोमिटर बिस्तारै गयो भने आनन्दले पुग्छ तर कुदाउनु पर्छ बाइक भनेको जहिले नि तर यहाँको के दिन त ठुलो बोर्ड के वेलकम टु लुवाङ भिलेज लेखेको बोर्ड कस्तो दामी बनाएको पुलमा होइन त्यहाँ एउटा पुल छ पक्कीको ठ्याक्कै त्यो पुल कस्तो राम्रो देखिन्छ कि त्यो टाढाबाट हेर्ने बेला मलाई राम्रो लाउँछ कि त्यो पुल कस्तो बाहिरको नि पोखराबाट कस्तो दामी हो र स्कुल खै यो होइन यहाँबाट पानी आउँछ बर्खामा यहाँबाट जक्खर पानी आउँछ त्यो अघि आफूसँग हिँडेको मान्छे हुन्छ नि साइडमा छ्याप्राक्क छ्याप्नु मजा आउँछ क्या यो गेट भनेको क्या मैले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 घडेल प्रवेशद्वार धम्पुस पनि पुग्छ यहाँबाट ए म गएको छु त है म गएको छु नि म आएको हो त धम्पुसबाट लुवाङ 15 मिनट लाग्ने गरी जाम भन्छु यस्तो मात्रै हुन्छ किन आफै हेर्नु न आफै हेर्नु न यहाँबाट ठ्याक्कै उता लुवाङको घर पनि देखिँदो रहेछ त अनि त्यो घरहरू पनि देखिँदो रहेछ क्या लुवाङ लेखेको देखिँदो रहेछ त नि बल्ल याद गरेँ मैले
गरलाई पनि ठोक्न जानु मन लाग्यो यहाँतिर खतरा झर्ना थियो कहाँ थियौँ यार कहाँ थियौँ हो क्या त्यो यहीँबाट गएको यहीँबाट गएको उतै हो क्या ऊ सानो आँखा नि उतै सानो ठ्याक्कै याद आउँछ अरू त छोड्यो हिजो पनि हामी त्यहाँ फोटो खिच्न गएको निद्रुक्क कुन खुल्न त खुल्यो नि 55 भयो के अरे नंबर 8 मात्र पुस्तकमा पढेको अरे नम्बर